ट्याक्कै 1 मिनेटमा आइज लु आमालाई बुवाले आमालाई लगाइदिनु न सुरुमा आउने पो अनि खुल्छ त अनि हो अनि केटाकेटीलाई लगाइदिउँ ल त्यो भयो भने सजिलो हुन्छ क्या हेलो ल कति भयो अरे टाइम 11:52 वाउ ल तपाईँले आमालाई लगाइदिनु न पहिले अनि सुरु गर्ने क्या अरूलाई ए तपाईँ पनि फेरि बुवा पनि 53 भयो बिराइ हुनुहुन्छ प्रेसर लो भयो त्यही त भने त आमालाई लगाइदिनु अनि त आमाहरूले जसलाई लाउँदा पनि भयो नि त यहाँ पछि त भयो नि त नि सौराग्य थापा आमामा पुरै डेन्जर आइसक्यो 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 जनाको परिवार मसहित अनि कहाँबाट हुन्छ नि थाम्न सकिन्छ यहाँ अनि 6 दुना 12 दिन 15 सिधै हिसाब अरू के भाइ कुटा खानु स्कुलमा धुलाई खानु यता आएर सबैजना अनि ती मात्रै सबैजना आएर साथ त यहाँ त्यस्तो नगर तैँले भिडियो होइन फोटोमा त भिडियो गरिरहेको छु ठिक छ एकजनाले भिडियो गर्दा भयो नि त म त भोलि युट्युबमा हालिदिइहाल्छु यहाँ पुरै यहाँ चाहिँ कान्छी दिदी माइली बुहारी कान्छी बुहारी हाम्रै श्रीमती ला डेन्जरै छ हौ भाषा अलिक मिलेन अरे भाषा मिलाउनु पऱ्यो सारिका त्यस्तो नगर न नि कसको पालो कहाँ यता हो राम्रो छ त्यतिकै ठिकै छ त नि सिधा होला सिधा हो न मान्छेको चाहिँ मेन मान्छेको छुटिरहेछ यार कति हो रुन्छ अनि किन लाउनु पर्छ जमरा लाउँदा भइगयो नि अब अलि हो आइज त अलि भाइ अलि पार्छ सरले त यो हिजो टिकटक आइगयो हैन ह पिङ खेलेको टिकटक आयो दिदीलाई अलि ढोग्नु पर्यो मैले एउटा चीज पताएको थिएँ फेसबुकमा हजुरले घरको त्यो भिडियो बनाइदिनु भइदिनु नि यहाँ त क्यामेरा क्याप्चर गरेर तिम्रो देऊ न पज गर्दै गर म त्यो पुरानो यो नयाँ किनेको दुइटा यस्तो छिर्छ कि
आज केही नगर्नु अघिल्लो दिन आयो भोलिपल्ट केही आउँदैन सब आयो बिचारा हस् भन्दैन म पाल्छु गुन्डामा बस्नुहोस् भाइ सार्विकाले त हिरानीले पालिहाल्छ नि ल भाइ हुँदैन पुरा हुँदैन हेर्नु पाउँछ दे ल दे धना दे बाप्रे बाप सानो भाइलाई लगाइदिए पुग्यो भन्छ अनि बोल्छौ अनि मामलाई चाहिँ नपुट्नु गाड्नु गर्नु ल मामलाई हेप्छ कान्छ अरे खोइ त नि आयु द्रोण सुन्दै भने ज्ञानी हुने कान्छ है भन्दैछ त भाइ विज्ञान बिदुरे भगवती भगवताम रेट 50 सोती माग्नु राम्रो त राम्रै रहेछ उज्यालै लगाइसकेपछि कालो हुन्छ नि त कुनै कालो कान्छी ज्ञानी हुनु धेरै पढ्नु अनि मिमिलामा गर्नु ल सरको पाला आएछ त्यो बलम होला गरे अहिले फेरि लाउनु पर्छ अझै लाउनु पर्छ के गर्छ नझिक न टोपी झिकेको त आफै गएको ज्ञानी मात्रै भयो भने सानो भाइले लगाइदिने अनि ल कसलाई ए भाइले हो सार्थक पनि त्यसै गर्थ्यो त सुरुमा सार्थक सार्विका सार्विका त लाउँथ्यो सानोदेखि टिका जोसँग पनि रुँदै हिँड्थ्यौ तिमी तँ पनि लाउँथिस् ल चल डक्टर दुखिया पेसा के गर्नु डक्टर भाइ भाइरस जस्तो ओए भाइरसले के भन्छ जो बसेर आइदिनु आज बसेर आउनु नान्ने कुरामा जे पाए त्यसो गराउनु त उल्टा गरेर दिपा अब हजुर मैले त्यो घर ओइ सूर्य यता बन्दुकको मुडो हुनु विद्याको सुरो हुनु मुडो अरे पढ्नु ज्ञानी पढ्नु आज फोटो खिचाइ दादातिर हेरौ ए भाइ एकछिन यो चाहिँ खतरा भ्लग हो होइन दसैँ भ्लग भन्न स्कल दसैँ भ्लग
नेचुरल आउँदैन अग्लो देखिन्छ ल्याम्प चाहिँ देखिन्छ कत्रो आउँछ भएन ओइ यहाँको त्यो बाटो त्यो रोग दिँदैन थियो दिएँ त मैले दिएँ अब उसलाई